नमस्कार आदरणीय श्रोता, कार्यक्रम हाम्रो ओडा राम्रो ओडाको 9औं अङ्कमा तपाईलाई स्वागत छ। म शारदा पुन मगर। यो कार्यक्रम तपाईँ रेडियो पाइला एफएम 91.6 मेगाहर्जमा हप्ताको आइतबार बेलुका 7 बजेदेखि 7:30 बजेसम्म र पुनः प्रसारण सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सकिनेछ। यो कार्यक्रम तपाईले चाहेको बेला रेडियो पाइला एफएम को युट्युब च्यानल पाइला एपमा पनि सुन्न सक्नुहुनेछ भने यसबाहेक इन्टरनेट हाम्रो पात्रो नेपाली एपमा पनि सुन्न सक्नुहुनेछ। यो कार्यक्रम जाजरकोटमा रहेका स्थानीय तहहरू, विशेष गरी वडा स्तरका गतिविधिहरू, वडाका परिचय, वडाका धार्मिक स्थल, पर्यटकीय स्थलबारे जानकारी तथा स्थानीय तह र वडा सम्बन्धी प्रशासनिक कार्यहरू, जिल्लाका गतिविधिहरू जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार पारेको हो। अबको आधा घण्टा कार्यक्रमसँगै रहनुहोला। आदरणीय श्रोता, कार्यक्रम हाम्रो ओडा राम्रो ओडाको 8औं अङ्कमा हामीले वडा नम्बर 12 का वडा अध्यक्ष भक्त बहादुर मल्लसँग कुराकानी गरेका थियौं। यस अङ्कमा हामी वडा नम्बर 8 मा 1 वर्ष अवधिमा भएका उपलब्धिहरू, विकास निर्माणका काम, प्रशासनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास उपलब्धिहरू लगायतका कामको बारेमा जानकारी प्रस्तुत गर्नेछौं। सुनौ आजका गतिविधिहरू। सर्वप्रथम त समग्रतामा यो निर्वाचन जितेर आएको हामीले झन्डै 4 वर्ष भएर अब 1 वर्ष जति मात्रै काम छ। यहाँले भनेको जस्तै गरेर छोटो समयमा धेरै कामहरू भन्न सम्भव त छैन हैन। तैपनि म एउटा एकदम सटिकमा लिँदाखेरि यो आगामी वर्षसम्म आइपुग्दा वडामा भएका शिक्षाको विषयमा अत्यन्तै ठुलो प्रगति हामीले गरेका छौँ। हामीसँग जम्मा वडामा 3वटा विद्यालय छ। त्यो मध्येको मस्ता बालमैत्री नमुना आधारभूत विद्यालय त्यहाँको सबैभन्दा नमुना विद्यालय हो। पालिकाको नमुना कार्यक्रम अन्तर्गत विद्यालय हो र त्यो विद्यालयलाई हामीले बालमैत्री विद्यालय घोषणा गरेका छौँ। वडा घोषणा नै हुँदा त्यो घोषणा हुने भइहाल्यो र त्यहाँ हामी आउँदा सबै विद्यालयका भवनहरू टिनको छानामुनि थिए। हामीले एउटा मात्रै अभियान थालेका हौँ टिन मुक्त। अहिले हामीले जहाँ चाहिँ 14वटा कोठा अत्याधुनिक भवन सहितको 14वटा कोठा निर्माण गरेका छौँ। त्यो शिक्षामा भएको ठुलो प्रगति हो भने त्यसै गरेर जनविकास आबिमा पनि हामीले बालमैत्री शौचालय, बालमैत्री धारा त्यसरी गएर 4 कोठे पक्की भवन बनायौँ र अरू आन्तरिक शिक्षकको क्षमता अभिवृद्धिदेखि लिएर विद्यालयमा गठित बाल क्लब र विद्यार्थी भाइ बहिनीहरूको अन्तर्क्रिया, त्यहाँ भाइ बहिनीहरूमा ल्याउने सकारात्मक परिवर्तनका विषयमा र शिक्षण सिकाइ क्रियाकलापका विषयमा पनि असाध्यै ठुलो चाहिँ प्रगति भएको छ भने स्वास्थ्यतिर आउँदै गर्दा हामीले हाम्रो आधारभूत स्वास्थ्य सेवा केन्द्र हो जहाँ ओटिसी सेन्टर चलेको छ र त्यहाँबाट प्रवाह हुने सेवाहरू चुस्त दुरुस्त छन् र त्यहाँ विशेष गरेर पोषणको क्षेत्रमा, बहुक्षेत्रीय पोषणको क्षेत्रमा बालबालिका र गर्भवती महिला, सुत्केरी आमाहरूका विषयमा विशेष स्याहारको कार्यक्रमहरू हामी चलाइरहेका छौँ र टोल स्तरमा रहेका 2वटा खोप केन्द्रहरू र त्यहाँ रहेका आमा समूहहरूमा हामी त्रैमासिक रूपमा नै हामी गएर छलफल गर्ने बालबालिकाको पोषणको अवस्थादेखि लिएर खोप सञ्चालन सेवादेखि लिएर त्यस्ता नयाँ अभियानहरूका विषयमा हामी व्याप्त मात्रामा छलफल गरिरहेका छौँ र हामी सुधार उन्मुख चाहिँ छौँ भन्ने कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। बाँकी यहाँले भनेको जस्तै गरेर समग्र विद्यालय, समग्र वडाको विषयमा हामीले धेरै नमुना कामहरू गरेका छौँ। त्यो अन्तर्गत बालमैत्री वडा घोषणा गर्न भेटनगरपालिकाको एउटा मात्रै वडा 8 नम्बर वडा हो जसले बालमैत्री वडा घोषणा गरेको छ र बालबालिकाको क्षेत्रमा बजेटिङदेखि लिएर बालबालिकाको क्षेत्रमा त्यस्ता कार्यक्रमहरू र बालबालिकाको व्यवहार सुधारमा या अर्थात् त्यो बानी परिवर्तनमा होइन, सकारात्मक बानी परिवर्तनमा हामीले असाध्यै ठुलो लगानी गरेका छौँ। त्यो हाम्रो एउटा एकदम सबैभन्दा ठुलो उपलब्धि हो भने त्यसै गरेर यहाँले भनेको शिक्षाको कुरा मैले गरेँ, स्वास्थ्यको कुरा गरेँ र वडामा खेलकुदका विषयमा त्यो युवा क्षेत्रमा हामीले असाध्यै ठुलो परिवर्तन ल्याएका छौँ। भेरी नगरपालिकाको भलिबलको क्षेत्रमा उत्कृष्ट टिम हाम्रो हो। अहिले पनि राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत हाम्रै वडाको सन्देश कार्की जो चाहिँ जिल्लाकै उत्कृष्ट खेलाडीको रूपमा चाहिँ नि त्यहाँ चाहिँ सिलेक्ट हुन सफल भएका छन् भने हाम्रो भलिबल टिम त्यस्तै उत्कृष्ट छ। यहाँले भनेको जस्तै गरेर अहिले पनि यहाँलाई मैले निमन्त्रणा गरिरहेको छु। भेरी नगरपालिकाभित्र कुनै पनि अहिले एउटा खेलकुदको
रूपमा एउटा खेलकुद चलाउँ या खेलकुदका कार्यक्रमहरू चलाउँ, एउटा कुनै त्यस्तो मेला महोत्सव लगाउँ भने हामीले पर्याप्त मात्रामा हामीसँग फिल्ड नहुँदा यही रमाइली मेलाको होइन विषयमा वर्षौँ पछि चाहिने विवाद भइरहेको कुरा हामीले देखिराख्नु भएको छ। र हामीले पालिकाभित्र कुनै पनि कार्यक्रम गर्दा विद्यालयका फिल्डहरू हामीले प्रयोग गर्नुपर्ने र त्यसले शैक्षिक गतिविधिमा चाहिँ असर पुर्याउने कुरा यहाँ पनि जगजाहेर हुनुहुन्छ र त्यो बाध्यता हामीसँग छ। त्यसको विकल्पको रूपमा हामीले सो रूपमा चाहिँ वडामा सो नागरिकले अर्थात् देश तथा विदेशमा रहने हाम्रो वडावासीहरूले झन्डै 14 लाख शैक्षिक चन्दाबाट हामीले एउटा क्रिकेट रङ्गशाला जसलाई हामीले समृद्ध जन्मभूमि क्रिकेटशाला नामाकरण गरेर हामीले त्यसको निर्माण गरेका छौँ र हामी अब यो आगामी 10 गते त्यसको समुद्घाटन गर्दैछौँ। त्यसले असाध्यै ठुलो युवाहरूमा परिवर्तन ल्याएको कुरा अहिले देख्न आउनुभएको छ भने सबैभन्दा वडामा ठुलो परिवर्तन खानेपानीको क्षेत्रमा छ। हामीसँग 2078 को जनगणना अनुसार 512 घरधुरी हो। हामीले अहिले झन्डै 90% घरधुरीमा एक घर एक धारा खानेपानी पुर्याइसकेका छौँ। यी गतिविधि सुनेर तपाईले वडामा भइराखेका कामकाजको बारेमा जानकारी पाउनुभयो होला। वडा कार्यालयबाट सेवा लिएर जाँदै गरेका केही नागरिकका आवाज सुनौ है। तर हामीले अब सोचे जस्तो त अब कसले गर्न सक्थ्यो र विकास अब बजेटको पनि यस्तै आवश्यकता छ, देश पनि यस्तै भएको सोचे जस्तो त हुँदैन। तर अब गर्नुपर्ने काम के छ उहाँले आफ्नो जिम्मेवारी काम गर्नुभएकै छ। न जन्म दर्ता अनि त्यस पछाडि सिफारिसहरू लिँदाखेरि ठिकै भइरहेछ भनौँ जस। अनि भूकम्प पीडितहरूलाई अनि घरहरू पुनर्निर्माण घरहरू परिरहेको छैनन्, टहरामा बसिरहेछौँ हामी। अनि त्यही भएर अबदेखिको दिनहरूलाई राम्रो सुधार हुँदै जाओस् भन्ने कामना गर्दछौँ। पाउने सेवा सुविधाहरू पाएकै त्यो मैले काम परे अनुसारले त्यति अब नराम्रो त भएन, अब सहजै सबैले पाएँ। बाँकी दिनका कुराहरू म भन्न सक्दिनँ, त्यो पछिका दिन जनाउनु छ। बरु बाँकी दिनलाई पनि त सेवा सुविधा त ठिकै छन्, तर पनि विकास निर्माणको कामहरूमा केही ढिलासुस्ती छ अनि भने जस्तो परिणाम आउन सकेको छैन। यसमा केही सुधार भइदिएको भए राम्रो हुन्थ्यो भन्ने हो। सन्तोषजनक भए तापनि केही चाहिँ ठाउँमा उसले चाहिँ सेवा पुर्याउन सकेको छैन। उसले पुर्याउनु पर्ने हो या चाहिँ नगरपालिकाले पुर्याउनु पर्ने हो, कसले पुर्याउनु पर्ने हो, यो चाहिँ उनीहरूले चाहिँ पुर्याउन सकेका छैनन्। त्यही तत्काल पुर्याउनका निम्ति के कस्तो पहल गर्नुपर्ने हो सम्बन्धित निकायहरूले, स्थानीय स्तरका चाहिँ निकायहरूले पुर्याइदिएपछि हामीहरू चाहिँ आह्वान्वित हुन्छौँ। यसमा ठिकै भइरह। अब जुनसुकै वडामा जाँदाखेरि पनि दिने रिस्पोन्सहरू त ठिकै छ र हेर्दाखेरि यसो हेर्ने हो भने ठिकै भएको जस्तो छ। यी आवाज सुनिसकेपछि तपाईहरूले वडाका नागरिकको मनोभावना बुझ्नुभयो होला। अब भने भूकम्प पछिको पुनर्निर्माणको कार्य ढिलो भइराखेको छ। स्थानीय अझै टिनको टहरामा बस्न बाध्य छन्। वडा नम्बर 8 का वडा अध्यक्ष वीरबहादुर चन्दसँग कुराकानी गरेका छौं। उहाँसँग हामी वडामा भइराखेका विकास निर्माणका कामहरू, अहिलेको अवस्था के छ, प्रशासनिक सेवा प्रवाहका कामहरू, शिक्षा, स्वास्थ्य, भूकम्प पुनर्निर्माणको गतिविधिहरू, आगामी योजना बारे कुराकानी गरेका छौं। आउनुहोस् सुनौ यो विशेष कुराकानी। वडामा काम एकदम सन्तुष्टि छु म त होइन। अब हर कोही मान्छे आफ्नो कामप्रति सन्तुष्ट हुनुपर्छ भन्ने मान्यतामा आफै बोक्दछु र मैले म निर्वाचित भएर आइसकेपछि नागरिकको तहमा मैले जे काम गरेको छु, स्वयं वडावासी सबै नागरिकहरू सन्तुष्ट हुनुहुन्छ र म पनि सन्तुष्ट छु भन्ने कुरा अब चाहिँ म यहाँलाई चाहिँ म जानकारी गराउँछु। हजुर, कतिजना कर्मचारी हुनुहुन्छ हजुरको वडामा? वडा कार्यालयमा त 2 जना मात्रै हुनुहुन्छ। वडा सचिव हुनुहुन्छ, 1 जना कार्यालय सहयोगी हुनुहुन्छ, बाँकी त जनप्रतिनिधि भइ नै हाल्यो। हजुर, कसरी काम गरिराख्नु भएको छ? समन्वय सहकारी कतिको हुन्छ सदस्यहरू, कर्मचारीहरू? यहाँले भन्दै गर्दा हाम्रो वडा अलि विविध किसिमको वडा छ। जनप्रतिनिधिको हिसाबले हामी 3टै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू छौँ। त्यसकारण हामी विभिन्न पार्टीबाट विजय भएर आए तापनि हाम्रो 4 वर्षको कार्यकाल एकदम सफल छ। हाम्रो बिचमा समन्वय सहकार्यको एकदम उच्च प्रयोग भइरहेको छ। हामी एकदम समन्वय सहकार्य र आपसी सद्भाव र समन्वयको माध्यमबाट काम गरिरहेका छौँ र अहिलेसम्म आउँदै गर्दा हामीसँग एउटा पनि विवाद
वडाको विकास निर्माण या अरू समग्र विषयमा अहिले त्यस्तो कुनै पनि त्यस्तो विवाद छैन र सँगसँगै वडाका कर्मचारी साथीहरूसँग पनि एउटा सौहार्दपूर्ण वातावरणमा चाहिँ काम भइरहेको छ। त्यस्तो वडामा कुनै खालको समस्या चाहिँ महसुस गरिरहेका छैनौँ हामीले। नागरिकहरूका गुनासाहरू पनि आउने गर्छन् होला वडामा, के छ, कस्ता गुनासा आउने गरेका छन् हजुरको? अब हजुरले भनेको जस्तै अब कुनै पनि ठाउँ छैन कि जहाँ गुनासो नभएको होइन। सम्भवतः मैले यो अगाडि दाबी गरिरहँदा सबै नागरिकहरू सन्तुष्ट हुनुहुन्छ र हामी पनि सन्तुष्ट छौँ भनेर दाबी गरिरहँदा गुनासै नभएका चाहिँ होइनन्। वडामा आउने गुनासाहरू, नागरिकका गुनासाहरू त्यति ठुला केही पनि छैनन् होइन। उहाँहरूलाई सामान्य विकास निर्माणका कुरा, कतिपय आफ्नो सामाजिक काम र विषयवस्तुका गुनासाहरू नै छन्। उहाँहरूका व्यक्तिगत छुट्टै गुनासा केही पनि छैनन् वडामा, जहाँ खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटो होइन, विद्युत आदिका कुराहरू छन्। र त्यति हेर्दै गर्दा ठुलो चाहिँ नागरिक त म असन्तुष्टि भएको म महसुस गर्दिनँ। म त आज यहाँहरूलाई एउटा कुराको के रिक्वेस्ट पनि गर्छु भने कुनै बेला यहाँहरूले यस्तो कार्यक्रम मेरो समुदायहरूमा टोलहरूमा गएर चलाइदिनु भयो भने तपाईँहरूको निर्वाचित जनप्रतिनिधिहरूसँग कतिको सन्तुष्टि हुनुहुन्छ भनेर चाहिँ त्यहाँ गएर नागरिक तहमा चाहिँ त्यस्तो कार्यक्रम चलाइदिँदा हाम्रो अनुहार आज त्यहाँ देखिन्थ्यो होइन। हामीले गरेको काम या हामीप्रतिको वितृष्णा त्यहाँ देखिन्थ्यो भन्ने कुरा मैले आशा अपेक्षा गरेको छु। त्यस कारणले नागरिकहरूबाट आउने प्रश्नहरू जो सामान्य छन् र स्वाभाविक छन् त्यो धेरै ठुलो चाहिँ असन्तुष्टि चाहिँ देख्छ छैन। अहिले त त्यो भूकम्पको पनि त अब जताततै त्यस्ता गुनासाहरू बढी आउने गरेका छन्। तपाईँको वडामा के छ? हो म्याडम, हाम्रो वडामा भूकम्पको सम्बन्धी गुनासाहरूको विषयमा सबैभन्दा कम लाभदायक कायम भएको वडा मेरो वडा हो होइन, हाम्रो वडा हो। जहाँ चाहिँ जम्मा 229 घर परिवार मात्रै चाहिँ हामीले त्यति बेला के अरे लाभदायक कायम गरेका थियौँ। र त्यो मध्येमा धेरै मान्छेहरूले अन्य पालिकाको सबै वडाहरूमा र अन्य पालिकाहरूमा प्रत्येक नागरिकहरूले अस्थायी आवास लिँदै गर्दा हाम्रो वडाका नागरिकहरूले अस्थायी आवास नपाउँदा के हो भन्ने कुरा चाहिँ उहाँलाई परेको थियो। हामीले त्यसलाई एक तहमा बुझायौँ र अहिले अब यो भूकम्पको पुनर्निर्माणको विषयमा हामीसँग त स्वाभाविकै छ यो होइन, नेपाल सरकारसँगै छ, नगरपालिकासँग छ भने हामीसँग नहुने कुरा भएन। अब नागरिकका घरहरू बनिरहेका छैनन्। नागरिकको घर बन्न नसक्दा धेरै नागरिकहरूले आफ्नो बलबुताले घर निर्माण गरिराख्नु भएको छ र अहिले पनि उहाँहरू यो आशामा हुनुहुन्छ कि हामीले पाउनुपर्ने जो चाहिँ पुनर्निर्माणको रकम हो त्यो पाउँछौँ भन्ने आशामा हुनुहुन्छ र स्वाभाविक रूपमा त्यसमा प्रश्न चाहिँ छ। अनि यो बाटोघाटो विकास निर्माणका कामहरू के कतिका भएको छन् हजुरको वडामा 8 नम्बरमा? यस्तो छ म्याडम, अब बाटोघाटोको हिसाबले सडक सञ्जालको हिसाबले मध्यपाडी पुष्पलाल लोकमार्ग हाम्रो वडाको बिचैबाट जानुको कारणले पनि हामी सहज अवस्थामा छौँ र सम्भवतः लाग्छ वडाको सबै टोलहरूमा, सबै बस्तीहरूमा बाटो सहज रूपमा पुगेको छ र एउटा मात्रै टुन्सेरा भन्ने बस्तीमा त्यो बाटो हामीले गत 2 वर्षमा हामीले आफ्नो वडाकै बजेटबाट हामीले लगातार खनिरहेका छौँ र अहिलेकै यही वर्षमा त्यहाँ बाटो पुग्छ। सम्भवतः अरू वडाको सबै बस्तीमा चाहिँ सहज रूपमा प्रत्येक घरबाट 15 मिनट 10 मिनटको दूरीमा चाहिँ सडक सञ्जाल जोडिएको छ, त्यसले पनि सहज छ। शिक्षा स्वास्थ्यतिर अब गतिविधिमा त भनिसक्नु भएको छ, केही कुराहरू अझ केही जोड्न मन छ भने यहाँले? शिक्षा स्वास्थ्यमा त मैले भनिसकेँ, हाम्रो टार्गेट नै सबैभन्दा पहिलो चाहिँ शिक्षा थियो भनौँ। त्यो कारणले शिक्षा नसुध्री समाज सुध्रिँदैन र शिक्षामा लगानी नगरिकन समाज चाहिँ परिवर्तन हुँदैन भन्ने हाम्रो स्पष्ट भिजन थियो। त्यही आधारमा मैले अगाडि त गतिविधिमा धेरै कुरा जोडिसकेका छु। पहिलो कुरा त त्यहाँका सबै विद्यालयहरू बालमैत्री विद्यालय हुन्। त्यहाँ हुने हरेक क्रियाकलापहरू बालबालिकाको हितमा हुन्छन्। बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिएर गरिन्छ। चाहे शिक्षण सिकाइ क्रियाकलाप हुनसक्छ, चाहे त्यहाँ दिवा खाजाको कुरा हुन सक्ला, चाहे त्यहाँ दण्डरहित विद्यालयको कन्सेप्टका कुरा हुन सक्लान्, चाहे त्यहाँ विद्यालयको भौतिक संरचनाका हिसाबले हामी अहिले एकदम मजबुत अवस्थामा छौँ र विद्यालयको क्षेत्रमा राम्रो प्रगति चाहिँ देखिन्छ। बालमैत्री वडा घोषणा पनि गर्नुभयो, यहाँहरूलाई कतिको गाह्रो अप्ठ्यारो हुँदो रहेछ? यो बालमैत्री वडा भनेको व्यवहार त यो असाध्यै जटिल प्रक्रिया रहेछ भनेर मलाई लाग्छ। के भन्दाखेरि यो सुन्दा अति सजिलो शब्द होइन, यो भित्र पाहाडमा छिरेर त्यसको 51वटा सूचकहरूमा काम गर्दा यो असाध्यै ठुलो काम हो होइन। यो गाह्रो भन्दा पनि ठुलो काम हो भन्छु म। यो नगरी नहुने काम पनि रहेछ। हामी विकास भन्ने बित्तिकै बाटोघाटो, शिक्षा, स्वास्थ्य होइन आदि इत्यादि भौतिक संरचनालाई मात्रै ध्यान दिने कन्सेप्टलाई यसले व्यवहार त चेन्ज गर्दो रहेछ होइन। यसले बालमैत्री
बालमैत्री भनेको अथवा यो बालमैत्री वडा बालमैत्री स्थानीय शासन वडा भनेको के रहेछ भन्दा व्यवहार त चेन्ज गर्ने कुरा रहेछ, मान्छेको कन्सेप्ट चेन्ज गर्ने कुरा रहेछ होइन। त्यसले गर्दा यो असाध्यै महत्त्वपूर्ण कुरा रहेछ। योमा निकै चुनौती खेप्नु पर्यो हामीले होइन। हामीले झन्डै 1.5 वर्ष चाहिँ यो अभियान चलाएको वडामा। हामीले 1.5 वर्ष अभियान चलाउँदै गर्दा सबैभन्दा ठुलो अप्ठ्यारो परिस्थिति भनेको हामीलाई बाल विवाह नै हो होइन। अरू कुरा त जस्तो खानेपानीको कुरा, बाटोको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा त हामीले निर्माण गर्न त्यति धेरै अप्ठ्यारो भएन। हामीलाई सबैभन्दा ठुलो कुरा भनेको बालबालिकामा हुने बाल विवाह, जो चाहिँ बाल विवाह रोक्न हामीले निकै ठुलो चुनौतीहरू मोल्नु पर्यो होइन। र त्यो कुरा चाहिँ व्यवहार त एकदम कठिनाइ रहेछ। हामी झन् राजनीति गर्ने मान्छेहरूलाई त्यसले प्रत्यक्ष असर राख्दो रहेछ। तर पनि हामीले तपाईँलाई भनिरहँदा त्यो अभियानको 6 महिना हामीसँग बाल विवाह 0 थियो होइन। हामी त्यो अभियान चलाउँदै गर्दा हाम्रो समाजमा 60-70% रहेको बाल विवाह हामीले त्यो 1.5 वर्षमा घटाउँदै 0 अवस्थामा ल्याइ पुर्याएको बाल विवाह अहिले छिटपुट रूपमा बाल विवाह भइरहेको छ। यो कुरा मैले स्वीकार्नुपर्छ। र नयाँ ट्रेन्ड के विकास भएको छ त भन्दा हामीसँग मैले सानो उमेरमा हुँदा गाउँमा मागी बिहे गर्ने चलन थियो होइन। त्यस पछाडि म हुर्केर झन्डै 8-10 वर्षको उमेरदेखि अहिले 35-36 वर्षको उमेरसम्म आइपुग्दा मैले मागी विवाह देखेको थिइनँ। अहिले हाम्रो वडामा एउटा ट्रेन्ड छ, अहिले मागी विवाह हुन्छ हेर्नुहोस् है। एकदम त्यो एउटा सकारात्मक बाल विवाहकै त्यो सफलता हो भन्छु क्या। जसले अहिले परिपक्व भएका केटाकेटीले अहिले आमा बुवाको सहमतिमा मागेर घरमै आएर चाहिँ नि बिहे गर्ने चलन चाहिँ सुरु भएको छ। एकदम सकारात्मक काम हो चाहिँ सुरु भएको छ। समय सानै उमेरमा भाग्ने काम त गर्नुभएको छ एकदम त्यो एकदम एकाध रूपमा चाहिँ छ होइन। मैले त्यसलाई एकदम 0 भयो अहिले पनि शून्य छ भनेर म भन्दिनँ होइन। तर पहिलेको तुलनामा धेरै न्यूनीकरण भएको छ म्याडम। एकदम ठुलो सफलता प्राप्त गरेका छौँ हामीले। हामी अहिले पनि त्यो अभियान चलाइरहेका छौँ। यो बाल विवाह यो बालमैत्री वडा अथवा बालमैत्री स्थानीय शासन वडा भनेको यो घोषणा गरुन्जेल चलाउने र त्यसरी छोड्दा यो फेरि उही ठाउँमा फर्किँदो रहेछ। यसलाई कन्टिन्यू रूपमा चाहिँ निरन्तरता दिइरहेका छौँ हामीले। यसले गर्दा एउटा सकारात्मक परिवर्तन चाहिँ आएको छ मान्छे कुराहरू। यो बाढी पहिरो भूकम्प विपद सम्बन्धी केही तयारी छ कि वडामा के छ? अब यस्तो छ भनौँ, वडामा हामीले वडा विपद व्यवस्थापन समिति गठन छ होइन संरचनाको हिसाबले। र त्यो सँगसँगै हामीसँग विभिन्न सेक्टरमा त्यहाँभित्र चाहिने राहतको कुरा, उद्धारको कुरा होइन, त्यहाँभित्र त्यति बेला आइपर्ने अन्य आपतकालीन सेवाहरूको विषयमा चाहिँ हामीले विभिन्न उपसमितिहरू पनि गठन गरेका छौँ होइन। ती गठन गरेका समितिहरू पनि अहिले हामीसँग अलर्ट अवस्थामा हुनुहुन्छ। र सँगसँगै विपदमा हामीले 50,000 को फन्ड राखेका छौँ। र त्यस्तो विपद परेर आइपुग्दा वडाको सिफारिसमा नै पालिकाबाट खर्चफर्ची हुने गरेर तत्कालीन रूपमा चाहिँ नि त्यस्ता सामान्य खालका घटनाहरूमा तत्काल राहत दिन सक्ने, तत्काल चाहिँ उपचारमा लैजान सक्ने गरेर त्यस्तो फन्ड पनि हामीले प्रयोग गरिरहेका छौँ भने बाँकी विपदजन्य घटनाहरू त्यस्तो ठुलो विपदजन्य घटनाहरू आइपरेको छैन। र त्यो आइ नपर्दा हामीले अब ठुलै काम गर्ने अवसर त पाइरहेका छैनौँ भूकम्प बाहेकहरू होइन। र सामान्य चाहिँ दुर्घटनाका विषयमा प्राथमिक उपचारका कुरा होइन, रिफरका कुराहरू हाम्रो स्वास्थ्यले पनि गरिरहेको छ। र हामी सम्भवतः लाग्छ यो भूकम्पले पनि हामीलाई धेरै कुरा सिकाएको छ। त्यसको आधारमा हामी ठिकै अवस्थामा छौँ कि जस्तो लाग्छ तयारीको हिसाबले। अनि यो सुरक्षा भत्ता पारदर्शी बनाउन के गर्नुभएको छ, के कसरी भइरहेछ? अब यो सामाजिक सुरक्षा भत्ताको विषयमा त म्याडम हामीसँग एकदमै अप्ठ्यारो परिस्थिति छ होइन। हामी अलिकता यो सदरमुकाम अर्थात् पालिकाको मुकामभन्दा अलिकता टाढाको वडा हुनुको नाताले त्यहाँबाट पारदर्शिताको हिसाबले अरू समस्या त केही पनि छैन होइन। त्यसको दुरुपयोग भएको भन्ने कुरा कुनै पनि छैन। एकदम पारदर्शिता हिसाबले त्यो पारदर्शिता नै छ। तर त्यो भत्ता वितरण प्रणाली र भत्ता लिने कुरा एकदम दुःखदपूर्ण छ। हामीसँग जो अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, जो बाल पोषण भत्ता महिनामा 400 रुपियाँ पाउने हो होइन, त्यो महिनामा 400 रुपियाँ लिनका लागि सदरमुकाम आउनुपर्ने, सदरमुकामबाट घर जानुपर्दा त्यही भाडा नपुग्ने परिस्थिति छ क्या हामीसँग होइन। त्यो भत्ताले पाइरहेको पोषण भत्ता जसले चाहिँ उसको पोषणको क्षेत्रमा खर्च गर्नुपर्ने भत्ता त्यो भाडामै सिद्धिने परिस्थिति छ। त्यसो गरेर बुढा आमा बुवाहरू, वृद्ध आमा बुवाहरू हुन्छ जसले गाडी चढ्नै मान्नुहुन्न कि गाडी चढ्न नै उहाँहरू सक्नुहुन्न, परिस्थिति त्यस्तो छ। तर उहाँहरू आउँदा जाँदा हिँडेर आउन पनि सम्भव छैन। आउँदा जाँदा उहाँहरूलाई बहुत अप्ठ्यारो छ। त्यसका लागि हामीले पहिला त स्वयं हामीले त वडामै लिएर बाँड्ने प्र्याक्टिस पनि गऱ्यौँ केही समय। त्यसमा केही कानुनी तथा सुरक्षाको दृष्टिकोणले अलिक चुनौती आइसकेपछि हामीले फेरि त्यो प्रयास चाहिँ असफल भएर गत सालको बजेट तथा नीति कार्यक्रमबाट प्रत्येक वडा कार्यालयबाटै भत्ता वितरण गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ भनेर केही बजेट विनियोजन भए तापनि
अहिलेसम्म त्यसलाई कार्यान्वयनमा लिन सकिरहेको अवस्था छैन। त्यसमा हामी निरन्तर छलफल गरिरहेका छौँ र केही समस्याहरू छन्। त्यो समस्यालाई अहिले पनि हामीले समाधान गर्न नसक्दा हाम्रो नागरिकहरूले प्रत्यक्ष रूपमा त्यो सामाजिक सुरक्षा भत्ता अर्थात् बाल पोषण भत्ता भने तापनि त्यसले अलिकता चाहिँ त्यो लिने सिस्टम र दिने सिस्टममा चाहिँ हामीले चाहिँ नि व्यवस्थापन गर्न नसक्दा हाम्रो नागरिकहरूले दुःख पाइरहेको महसुस चाहिँ हामीले गरेका छौँ। हजुर, नागरिकलाई के अरे सेवा सुविधा सहज बनाउनुको लागि के कुनै योजना प्लान बनाउनु भएको छ कि? हजुर, हामीले त्यो त छ नै म्याडम। अब हामीले गर्दाखेरि नागरिकहरूलाई अन्य वडा कार्यालयबाट पाउने सेवा सुविधाहरूका विषयमा हामीले सम्भवतः कतिपय त्यस्ता कामहरू हुन सक्छन् जो चाहिँ नि सामाजिक सुरक्षा भत्ताको नवीकरण हामीले भनेको जस्तै गरेर हामीले केही दिन वडामा चाहिँ सूचना खोलेर राख्ने, त्यति आउन नसक्नेहरूलाई हामीले घर दैलो अभियानमा नै गएर उहाँहरूको नवीकरण गरिदिने काम चाहिँ गरिरहेका छौँ। त्यसै गरेर वडाबाट प्रवाह हुने सेवा र सुविधाहरूका विषयमा वडाबाट आएर दैनिक कामकाज त चल्छ नै चल्छ। त्यस्ता कुनै विशेष कार्यक्रमहरू हामीले टोल स्तरमा विद्यालय स्तरमा गएर पनि त्यहीँबाट चलाउने गरेका छौँ। त्यस्ता कार्यक्रमहरू हामीले अझै बढी नागरिक मैत्री हुने होइन, नागरिकको पहुँचमा हुने, त्यस्ता बालबालिकाको या ज्येष्ठ नागरिकको पहुँचमा हुने गरेर अझै उहाँहरूको टोल छरछिमेकमा आमा समूहमा टोल विकास संस्थाहरूमा होइन जोडिएर हामी त्यहाँ पनि गएर चाहिँ फिल्डमै काम गर्ने गरेका छौँ। यो महिला बालबालिका ज्येष्ठ नागरिकहरूको लागि के छ? वडामा कुनै कार्यक्रम केही छ बनाउनु भएको छ? एकदम छ म्याडम। हामीले लगातार ज्येष्ठ नागरिकको हकमा त छुट्टै कार्यक्रम भन्न हामीले अहिलेसम्म राखेको रेकर्ड छैन, त्यो राखेका छैनौँ होइन। अन्य कार्यक्रमहरूसँगै चाहिँ जोडेर लिइरहेको अवस्था छ। महिलाहरूको विषयमा त क्षमता अभिवृद्धि कार्यक्रम योभन्दा पहिला हामीले वडाका प्रत्येक यस्ता टोल विकास संस्था आमा समूह या टोलहरूबाट सिलेक्ट गरेर हामीले झन्डै 20 जना महिलालाई क्षमता अभिवृद्धि तालिम, जो चाहिँ स्पेसल हामीले दुईवटा कुरा, एउटा माइनोट लेख्ने कुरा, अर्को चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा, बोलाइ सिप विकास र यसलाई लेखन सिप विकासको लागि हामीले 3 दिने ट्रेनिङ चलाएको कुरा यहाँलाई जाहेर छ। हामीले योभन्दा अघिल्लो वर्ष हामीले मुढा बनाइ चाहिँ कार्यक्रम चलाएका थियौँ। अब यो अरू दिवसीय कार्यक्रमहरू त जस्तो नारी दिवसको विषयमा होइन, तीजको विषय बेला यस्ता कार्यक्रमहरू हामीले प्रतिस्पर्धात्मक ढङ्गले चाहिँ कार्यक्रम हामीले एकदम राम्रो कार्यक्रम गरेको महसुस चाहिँ मैले गरेको छु वडाबाट। हजुर, के छ हजुरको वडामा यो पर्यटन विकासको सम्भावना के कस्तो छ? पर्यटन प्रवर्धनको विषयमा त्यस्तो छुट्टै खालको पर्यटन प्रवर्धनलाई जोड दिने त्यस्ता कार्यक्रमहरू र त्यस्तो सम्भावनाको दृष्टिकोणले अलि त्यस्तो खासै चाहिँ कुनै धार्मिक या पर्यटकीय स्थल चाहिँ छैन अहिले हामीसँग। त्यस्तो पौराणिक हिसाबले स्थापित भएको होइन, त्यस्तो छैन। तर नवसृजित कुराहरू चाहिँ हामीले केही प्र्याक्टिस गरेका छौँ। जस्तो त्यो मध्ये हामीले बालमैत्री उद्यान, एउटा बाल उद्यानलाई चाहिँ लिएका छौँ, जसलाई चाहिँ भर्खर कन्सेप्टको रूपमा चाहिँ मात्रै केही सामान्य संरचनाहरू पुरा गरेका छौँ। सँगसँगै अहिले हामीले दोस्रो रूपमा तल क्रिकेट खेल मैदानलाई पनि एउटा पर्यटन उद्यानको रूपमा हामीले विकास गर्न खोजिरहेको अवस्था छ। र सँगसँगै हामीसँग एउटा मात्रै अलि स्थापित कालिका मन्दिर हामीसँग जो चाहिँ जसलाई हामीले बनाउने भनेर हामी अभियानमा छौँ। र त्योभन्दा बाँकी प्रकृतिले दिएको र या मानव सृजित पुरानो त्यस्तो खालको पर्यटनको दृष्टिकोणले हामीसँग त्यस्तो कुनै स्थान चाहिँ अहिलेसम्म छैन। हजुर, हामी अन्तिम बसाइमा आएका छौँ। वडाका गतिविधिहरू जानकारी गराउँदाखेरि मिडियाहरूसँग के छ समन्वय सहकार्य कतिको गर्नुभएको हुन्छ? मिडियाहरूसँग समन्वय सहकार्य सायद मलाई लाग्छ हामी ठिकैको अवस्थामा छौँ कि जस्तो लाग्छ। धेरै चाहिँ मिडियाहरूसँग ठुलै चाहिँ सम्बन्धै नभएको जस्तो र असाध्यै चाहिँ नजिकको सम्बन्ध पनि भएको अवस्था देखिँदैन होइन। हामीले प्रायःजसो वडाका कार्यक्रमहरूमा यहाँहरूलाई निमन्त्रणा गर्ने गरेका छौँ, चाहे त्यो बालमैत्री वडा घोषणा होला, चाहे त्यो अन्य गतिविधिहरू होइन, हामीले दिवसीय कार्यक्रम मनाउँदै होला, चाहे वडामा सार्वजनिक सुनाइ पनि गरेको हामीलाई थाहा छ होइन। वडामा सार्वजनिक सुनाइ गर्दा मिडियाहरूलाई हामी बोलाउने, हाम्रो सूचनाहरू दिने, हाम्रो नागरिकलाई चाहिँ यो कुरा पुर्याउनका लागि निरन्तर रूपमा हामी समन्वय र सहकार्यमा छौँ र अबको दिनमा पनि त्यो हामी आशा गर्दछौँ। मिडियाको भूमिका कस्तो हुन्छ जस्तो लाग्छ हजुरलाई? कस्तो हुनुपर्छ जस्तो लाग्छ? मिडियाको भूमिका चाहिँ अब मैले यहाँहरूलाई भनिरहँदा यो मिडिया भनेको असाध्यै पावरफुल चिज रहेछ होइन। अहिले हामीले नेपालको सत्ता परिवर्तन या यो राजनीति परिवर्तनको एउटा ठुलो शक्ति चाहिँ मिडिया हो होइन। सामाजिक सञ्जाल हो, सामाजिक सञ्जाल पनि मिडियाकै एउटा अङ्ग हो भनेर मैले बुझिरहेको अवस्थामा यसको असाध्यै ठुलो भूमिका छ हेर्नुहोस् होइन। मिडिया
अलिकता जागरको सन्दर्भमा र भेरी नगरपालिकाको सन्दर्भमा मैले बुझिरहेको मिडियाकर्मी साथीहरूलाई मैले धेरैचोटि मिडियाकर्मी साथीहरूसँग धेरैचोटि अलिकता नजिक ठोकिएर अलिकता बढी बोलिएको एउटा पात्र पनि हुनुको नाताले धेरै मिडियाकर्मी साथीहरू राजनीतिक ओतप्रेतबाट स्वतन्त्र हुन सक्नु भएन कि भन्ने मेरो आफ्नो महसुस भएको छ मलाई हैन। मात्रै राजनीतिक दृष्टिकोणले यो कुन जनप्रतिनिधि कुन पार्टीको हो हैन, यो जनप्रतिनिधि कुन पार्टीको काम गर्छ भन्ने दृष्टिकोणले मात्रै समाचार लेख्ने र समाचार सम्प्रेषण गर्ने र सम्भवतः लाग्छ आफ्नो पार्टीका जनप्रतिनिधिहरूका समाचारलाई कतिपय चाहिँ गलत काम कारबाहीहरूलाई ढाक्ने छेप्ने त्यस्ता पार्टीका गतिविधिहरूलाई ढाकछेप गर्ने र अरूको भयो भने अलि बढी खुइल्याउने खालको भूमिका भएको प्रति म त्यो अलि दुःख व्यक्त गर्न चाहन्छु हैन। र त्योबाट मिडियाकर्मी साथीहरू मुक्त हुनुपर्छ र स्वतन्त्र पत्रकारिता चलाइदिनुपर्छ। यहाँहरूको नाङ्गो आँखाले देखेको, यहाँहरूले सत्य र तथ्यमा रहेर देखेको कुनै पनि समाचार यहाँले फेर ढङ्गले स्वतन्त्र ढङ्गले लेखिदिनुपर्छ, चाहे त्यो मेरा बारेमा हुन सक्ला चाहे अरू बारेमा हुन सक्ला। म त साथीहरूलाई मैले अगाडि पनि भने एकपटक मेरो वडामा आएर मेरो वडाका प्रत्येक टोलमा गएर मेरो वडाका विद्यालयहरूमा गएर मेरो वडाका कुनै सङ्घ संस्थामा गएर या कुनै आमा समूहसँग होला टोल विकास संस्थाहरूसँग होला तपाईँको जनप्रतिनिधिले गरेका कामहरूप्रति तपाईँ कस्तो सन्तुष्ट हुनुहुन्छ, तपाईँका काम के हुन्, जनप्रतिनिधिहरूले के गर्नु भएको छ, उहाँहरूका कतै गलत बानी व्यवहार छन् कि गलत व्यवहार छन् कि उहाँहरूले कतै गलत राजनीतिक ढङ्गले मात्रै चाहिँ नागरिकहरूमा त्यसो सेवा प्रवाह गर्नुहुन्छ कि यस्ता कुरामा त्यहाँ सूचना लिएर समाचार लेखिदिनु भयो भने म अझै आभारी हुने थिएँ भन्ने मैले महसुस गरेको छु। हजुरको अन्तिममा हजुरको ओडाले समग्र जिल्लामा के अरे खेलेको केही भूमिका छ कि त्यस्तो? समग्रतामा मैले भने समग्र जिल्लाकै भूमिकामा मैले त के छ भने वडा तहबाट हामीले त्यस्तो भूमिका खेलेका छौँ र जसले हाम्रो वडा मात्रै होइन पालिका मात्रै होइन यो जिल्लालाई नै चिनाउनका निमित्त यो देशलाई नै चिनाउनका निमित्त के योगदान हाम्रा छन् भन्ने कुरा मैले गरेको छु। त्यो मध्येमा बालमैत्री वडा 1 बालमैत्री वडा घोषणा एकदम सफल हुँ र हामीले त्यसले जिल्लैभरि त्यो हामीबाट सिकाइ हुन्छ। दोस्रो कुरा अहिले लेटेस्ट रूपमा मैले तपाईँलाई भनेको कुरा खेलकुदको क्षेत्रमा असाध्यै राम्रो काम गरेका छौँ जो जिल्लाले नै हामीलाई नमनको रूपमा लिइरहेको छ। अहिले मात्रै हामीले 14 लाख पैसा हामीले स्वैच्छिक ढङ्गले चाहिँ जम्मा गरेर क्रिकेट ग्राउन्ड खनेर हामीले त्यो उद्घाटन गर्दैछौँ। त्यो एकदम जिल्लाकै लागि र त्यो देशकै लागि एउटा नमनको रूपमा एउटा हामीले सानो आफ्नो प्रयासबाट एउटा वडा तहको टोल तहबाट गरेको एउटा ठुलो नमनको काम हो। त्यसले समग्र पालिका र जिल्लालाई नै योगदान दिन्छ भन्ने कुरा मैले महसुस गर्छु। हजुर, हामी अन्तिममा आइसक्यौँ सर। के छ हजुरलाई केही मनमा लागेको कुराहरू केही हुनसक्छ, यस्तो यो कुरा भन्न पाएको भए यहाँ सुनाउन पाएको भए भन्ने केही कुरा हुनसक्छ भन्नु? अब ठिकै छ, अन्तिममा चाहिँ नि मलाई के लागिराखेको छ भने म आफैलाई होइन यो नितान्त राजनीतिमा आउने मान्छेहरूको पीडा सम्भवतः धेरै मान्छेहरूले बुझ्नु हुँदो रहेछ जस्तो लाग्छ कि राजनीति गर्ने मान्छेहरूले नै बिगारेको यो कुरा पनि मैले स्वीकार्नुपर्छ होइन। राजनीति सेवा हो भनेर आउने र राजनीतिलाई पेसा बनाएर चाहिँ नि विभिन्न खालका राजनीतिलाई दुरुपयोग गरेर सत्ता र शक्तिको दुरुपयोग गरेर विभिन्न समाजमा चाहिँ गलत परिस्थितिको सिर्जना गर्नुमा नेतृत्व या राजनीतिक कर्मीहरूकै जिम्मेवारी छ होइन। त्यो गरिरहँदा त्यसको दोष अहिले हामी जस्तो एउटा होइन स्वतन्त्र ढङ्गले काम गर्ने जनप्रतिनिधि राजनीति गर्ने एउटा पछिल्लो पुस्ताले चाहिँ खेपिराख्नु परेको छ। यसको पीडा हामीलाई छ होइन, तर पनि हामी त्यो पीडाका बिचबाट हामीले यसलाई मुक्त गराउनका निमित्त होइन राजनीति सेवा हो, सामाजिक सेवा हो र हामीले समाजका निमित्त काम गर्नुपर्छ भन्ने सेवालाई लिएर हामी अहोरात्र खटिरहेको कुरालाई हाम्रो नागरिकहरूले सही रूपले बुझिदिनु हुनेछ र हाम्रो त्यो पीडालाई बुझिदिनु हुनेछ, जसले अब हामी यो अहिले पछिल्लो चरणमा आएको जस्तो खालको परिवर्तन छ होइन यो परिवर्तनलाई पनि ख्याल गरेर समाजमा पनि अझै चाहिँ गम्भीरताका पूर्वक सबै नागरिकहरू लाग्दिनु भयो भने होइन विकास गर्ने जिम्मा जनप्रतिनिधिको मात्रै नभएर नागरिक तहको पनि हो होइन। समाज परिवर्तनका निमित्त समाज विकासका निमित्त जनप्रतिनिधिले मात्रै भन्दा पनि जनप्रतिनिधिको नेतृत्वमा जनप्रतिनिधिको योजनामा जनप्रतिनिधिको सपनामा होइन यहाँहरूले हातेमालो गरिदिनु भयो भने चाहे त्यो वडा हुन सक्ला, चाहे त्यो टोल हुन सक्ला, चाहे त्यो गाउँ हुन सक्ला, चाहे त्यो पालिका हुन सक्ला, त्यो समृद्ध हुन्छ। त्यो समृद्धिका लागि एक आपसमा सहकार्य समन्वय र सहअस्तित्व चाहिँ हामीले स्वीकार्नुपर्छ र त्यो हातेमालोबाट हामी गयौँ भने हामी सफल हुन्छौँ भन्ने कुराहरू बिचमा राख्दै यो कार्यक्रममा यहाँहरूले मलाई वडा तहबाट यति धेरै कुरा राख्न दिनुभयो, मेरो नागरिकको बिचमा चाहिँ पुर्याउने मौका दिनुभयो, यहाँहरूलाई पनि धन्यवाद दिँदै यो कार्यक्रम सुनेर सबैले आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहुनेछ होइन। यहाँहरूले केही कुरामा हामीलाई सल्लाह दिनुहुनेछ, सुझाव दिनुहुनेछ, कतै नपुगेका विषयवस्तुमा यहाँहरूले थप दिनुहुनेछ भन्ने कुरा राख्दै
यो कुराकानीबाट तपाईले वडामा भए गरेका कामकाजबारे चुनौती, सम्भावना र महत्त्वपूर्ण कुरा जानकारी लिनुभयो होला भन्ने विश्वास लिएका छौं। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यदि तपाईका मनमा लागेका प्रश्न, जिज्ञासा, सुझाव भए 9847754356 र हाम्रो स्टुडियोको टेलिफोन नम्बर 08943157 मा सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। लौ त श्रोता महानुभावहरू, यिनै जानकारीमूलक सामग्रीसँगै आजको निर्धारित समय सकिने लाग्यो। हामी अर्को अङ्क यसै दिन, यसै बार, यसै समयमा आउने नै छौं, नयाँ विषय वस्तुको साथमा। तबसम्मका लागि भेरी नगरपालिका र वडा कार्यालयका पदाधिकारीहरू लगायत कार्यक्रम उत्पादन टिम सबैलाई धन्यवाद। प्राविधिकमा साथ दिनुहुने प्रेम विशीलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता शारदा पुन मगर पनि आजका लागि बिदा हुने अनुमति चाहन्छु। नमस्कार।